चाहिँ धनगढीमा बस्नु दाको जीवनको बारेमा हजुरलाई केही थाहा छ खगी राजा? एकदमै सही प्रश्न गरे मेरो भाइले। जब म धनगढी विद्यार्थी जीवनदेखि नै गइरहेको थिएँ, त्यहाँको राजनीतिक अवस्था, त्यहाँको भौगोलिक अवस्था, त्यहाँको शैक्षणिक अवस्था हैन, त्यहाँको सामाजिक अवस्था, हरेक कुराहरूले मोटिभेसन गर्दै म अगाडि बढेँ। जब म +2 पास गरेँ, म के भन्छ नेपाल विद्यार्थी सङ्घको दाइहरूसँग लागि दाइहरूले मलाई के सजेसन दिनुभयो भने राजनीति गरेर मात्रै आफ्नो लाइफ बन्दैन, आफ्नो लाइफ बनाउन चाहिँ देश विकास र आफ्नो घर सँगैसँग देश विकासको पनि सोच्नुपर्छ भन्ने कुराहरू सिकाउनु भएको थियो। आदरणीय गुरु हाम्रो दाइहरू, थुप्रै दाइहरू छ, उहाँहरूको नाम लिन सकिनँ। म आज यो प्रकृतिसँग अति नै रमाइरहेको छु। मेरो प्यारो सुन्दर सुदूरपश्चिमको विकट जिल्ला बाजुरातिर म एकदमै रमाइरहेको छु हैन। सम्पूर्ण साथीहरूलाई सम्झिँदै यसको पर्यटकीय क्षेत्रको प्रवर्धन, सम्वर्धन र पर्यटकीय क्षेत्रलाई चाहिँ हामीले अगाडि बढाउन सक्यो भने हामी विदेशिनु पर्ने अवस्था चाहिँ छैन अहिले नेपालमा। जबकि पर्यटकीय क्षेत्रलाई यहाँ आउने पर्यटकहरूले हामीले सेवा सुविधा, रेस्टुरेन्टको गाडीको सुविधा गर्न सक्यो भने, नेपाल सरकारले गर्न सक्यो भने चाहिँ यो देश विकास परिवर्तन सम्भव छ हाम्रै पालामा भन्ने कुराहरू स्पष्टीकरण र एकदमै साइन्टिफिक रूपमा हेर्दाखेरि पनि प्रमाणित नै हुन्छ हजुरको। त्यही भएर म आज धेरै बोल्न त केही चाहन्न हैन। यो प्रकृतिलाई देख्दाखेरि, मेरो नेपाल आमालाई देख्दाखेरि, नेपाल आमाले गरिरहेका प्रत्येक कुराहरूलाई हामीले कसरी चाहिँ लैजाने, हामी अरू देशहरूले चाहिँ कसरी चाहिँ कम्पिटिसन गर्न सक्छौँ, यहाँको पर्यटन प्रवर्धन गर्न सक्छौँ, यहाँको पानीको हामीले प्रवर्धन गर्न सक्यो भने हामी गरिब छैनौँ, नेपाली गरिब छैनन्। जबकि हामी भाडा मान्छौँ, थुप्रै देशहरूमा जान्छौँ, बाटो खन्न त्यहीँ जान्छौँ, हाम्रा नेपाली दाजुभाइ त्यस्तो नगरिकन जे हुन्छ मरे तरै पनि नेपालमै गर्छु भन्ने कुराहरू चाहिँ मोटिभेसन गरेर चाहिँ अगाडि बढ्न सम्पूर्ण नेपाली दाजुभाइ सम्पूर्णलाई हार्दिक अनुरोध गर्दै जय देश जय